धेरै समय पछाडि हामी तीनजनाको झापा खुदनाबारी इलाम हुँदै अन्तसम्मको यात्रा यसरी सुरु। हेलो साथीहरू, नमस्कार। तपाईलाई स्वागत गर्न चाहन्छु म युवराज श्रेष्ठ मेरो नयाँ ब्लगमा। ढिला भइसकेको थियो, सो म छिटो रेडी हुनतिर लागे। हल्का कपाल कोरेर यसो ऐना हेरेको नि, कस्तो देखेछ भनेको राम्रो देखिरहेको रहेछ। जतिन दाजुकोमा भेला हुने हाम्रो सल्लाह थियो, सो म लाग्यो जतिन दाइकोमा। सँगै हाम्रो केशव दाइ पनि आइपुग्नु भयो। जतिन दाइमा जुत्ता लाउँदै हुनुहुन्छ सट। अब सुरु हुन्छ हाम्रो यात्रा साथीहरू। अहिले चाहिँ हामी साथीहरू शनिश्चरी अर्जुनधारा बजारमा आइपुग्यौँ। अब जाँदाखेरि पानी पर्छ भनेर साथीहरू चाहिँ रेनकोट किन्नु हुँदैछ। यो चाहिँ शनिश्चरी बजार हो साथीहरू। आज शनिबार भएर चाहिँ बजार लागिरहेछ। भर्खरै सुरु मात्रै हुँदैछ। चाहिँ यो अब यो रेनकोट किनेको दोकानको भाइले यही मिष्टान भण्डारमा गएर चाहिँ नास्ता खानु राम्रो छ भन्नुभएको छ। हामी यहीँ जाँदैछौँ। अब हेरौँ कस्तो छ। मिठाईहरू केकहरू पनि पाइन्छ। पुरी सब्जी राम्रै पाउँदो रहेछ। हामीले पुरी सब्जी खायौँ साथीहरू। मिठाई पनि खाने। नास्ता खाएर अब हाम्रो यात्रा सुरु भयो। बाटो चाहिँ कच्ची भएकोले धेरै सामना गर्नुपर्यो साथीहरू। बाइक धुने चाहिँ 150 रुपियाँ कोटा लिनुभयो दाइले। यो दाइले बाइक धुने काम गर्नुहुन्छ। साथीहरू आउँदाखेरि बाटोमा त्यस्तो अप्ठ्यारो गाह्रो पर्यो भने बाइक धुनलाई यहाँ सम्पर्क गर्नु ल दाइलाई। बाइक धुइसकेर हाम्रो यात्रा फेरि सुरु हुन्छ अब यहाँबाट। अब कति घन्टा पुगिन्छ होला इलाम? बजार कुन चोकमा जाने हो? 20 मिनट। अब पुल छैन, यही हो फास्ट। ल फाइनली गाइज हामीले चाहिँ पिच भेट्यौँ। बल्ल पिच भेट्यौँ गाइज। झन्डै अर्को पिचले आज डुबाएको गाइज। बाटोमा साथीहरू सानो रुख डलेर बाटो अप्ठ्यारो भइरहेको थियो, अनि हामीले त्यो चाहिँ हटाउने क्लियर गरेर हिँड्यौँ। फाइनली हामी चाहिँ इलाम आइपुग्यौँ साथीहरू। हुस्से लागिरहेछ जबरजस्त, मजाले हुस्से लागिरहेछ। चिसो मौसम छ। अब हेरौँ, पानी चाहिँ नपरोस् भन्ने चाहना छ। अब हामी चाहिँ यहाँ खाना खाने प्लान छ हाम्रो चाहिँ। त्यस पछाडि यहाँ खाना खाएर त्यस पछाडिको प्लान चाहिँ हामी बिस्तारै भन्दै गर्छौँ। खाना खाने चाहिँ हामी माइपोखरी होटल एन्ड लजमा आइपुग्यौँ साथीहरू। साह्रै भोक लागेको छ। अब हामी खाना खान्छौँ। खाना खाएर हामी इलाममा एकछिन फोटोहरू खिच्यो। फोटोहरू खिचेर एकछिन रमाइलो गरेर अनि हामी लाग्यौँ फेरि अब अन्ततिर। साथीहरू हामी आइपुग्यौँ अन्तुको पोखरीमा छौँ हामी। फाइनली हामी बस्ने कटेजमा आइपुगेछौँ। हामी चाहिँ यो कटेजमा बस्दैछौँ। साथीहरू अघि आइसक्नु भएको छ। के गर्दैछौँ साथीहरू हेर्नु है त। ल साथीहरू जुत्ता लाउँछन्। एकजना साथी मोबाइलमा व्यस्त यहाँ घुम्न आएको हो कि मोबाइल हेर्न आएको कुनै बुझ्न सक्दैन साथीहरू, कमेन्टमा बताउनु ल। अन्तमा एउटा फोटो खिचेर हामी रमाइलो गर्ने तर्खरतिर लाग्यो।
प्यार का इजहार है कहो ना प्यार है कहो ना प्यार है अनि रमाउला अनि माया छेउमै बस्नु अनि माया छेउमै बस्नु एकछिन रमाइलो गरेर हामी सुत्नतिर लाग्यौँ साथीहरू। गुड मर्निङ गाइज, अहिले चाहिँ हामी उठ्यौँ। अब हामी जाने तर्खरमा छौँ। रातभरि मच्छरले खाएर गाइज हाम्रो दाइलाई सुत्न दिएन अरे। हेलो भन्नु दाइले। हाय हेलो ल कन्यामा एकछिन रमाइलो गरिँदै हाँस्दै खेल्दै चिसो मौसमको आनन्द लिँदै यसरी सुरु भएको हाम्रो झापा खुदुनाबारी हुँदै इलाम पुगेर रमाइलो गर्दै फिक्कल हुँदै अन्तुसम्म बसेर फेरि झापासम्मको यात्रा हाम्रो राम्ररी नै बित्यो। अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहुन पनि फेरि ब्लगहरू बनाउँदै जाने बाचा गर्दै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच। फेरि भेटौँला अर्को नयाँ ब्लगमा। बाई बाई।